Please don't scroll this video. We seek validation from international medias. We are students from Nepal. We were peacefully protesting against corruption while students wearing college dress / school dress got shot by bullet. Police were firing bullet everywhere. We don't know whatsoever is going to happen with us if the protest continues. I guess they will keep none of us alive. Please share this video as much as you can so the international media could reach out. This is my humble request to BBC News, CNN to help us. We need help. Face now, sir. यो प्लास्टिकको उ वाला से त्यो पनि स्टुडेन्ट हान्न त पाइदैन नि त अन्त नि फेस चाहिँ नआउँछ मेरो यो दुईटा बडी भित्र भेट्दा थियो स्टुडेन्टलाई यस्तो गर्नुपर्छ भनेर गर्नु है हजुर 17 इयर्स भने हैन के त्यो पनि ल स्टुडेन्ट के म त सोच्नु न हेर्नुस् यो कल्लो उमेरलाई मेरो उमेर हेर्नुस् उमेर हामीले आफ्नो भनाइ राख्नु मात्र हो स्टुडेन्टलाई यसरी हेर्नु हैन हामी त्यति माने हामी टोलफोल गरे हामीले कसैले जानु तपाईहरुले त्यहाँ गोली ठोकेर गर्नुभयो हामीले गर्यौं कसैले ठोके मारे कहाँ छिरौ म किन छिरौ मैले के गल्ती गरेछ मैले के हान्नुस् मलाई हान्नुस् मैले गल्ती गरेर म आफ्नो भनाइ राख्नको म जाँदैन जे सेनाको गाडी चाहिँ किन रोक्यो भ्रष्टाचारीले संरक्षण गर्न पाइन्छ सेनाहरू मिलेर हामीलाई नै दबाउन खोजेर हो यो यिनीहरूको षड्यन्त्र हो हामीलाई यहाँ मिल्छु भनेर उता गएर हामीलाई नै पेल्न हो हामीले यिनीहरूलाई एक कदम पनि चाल्न दिने छैन हाम्रो ड्रेस छ हामीलाई कसैले छुने अधिकार छैन हामीलाई छुन कसैले सक्दैन अगाडि जान दिने दिँदैन मरे मेरो माथिबाट जाओस् तर म हट्दिनँ यहाँबाट ढुङ्गामुढा हान्नु पर्यो नि त के हामी यहाँबाट हट्दैन यति कुरा गर्नुहोस् हामी यहाँबाट हट्दैन कसै पनि बानेश्वरमा छौँ यति मेरो देश डुब्ने लागि किनारा गए सकित छ म र मेरो भाइ आन्दोलनमा आउँछु भनेर मम्मीलाई भन्दाखेरि मम्मीले राति नजा बाबु केपी ओलीले जे पनि गर्न सक्छ त्यो बौलाले भन्नुभयो तर मैले मम्मीलाई के भने भन्दाखेरि मैले नगरे कसले गर्छ अहिले नभए कहिले जाने भनेर ठाडो शिर उचालेर आएको छु यो केपी ओलीले जे पनि गर्न सक्छ मम्मीले मलाई बिहान र हिजो पनि भन्नुभएको थियो र मैले मम्मीलाई भन्नेवाला छु यो सबभन्दा सुरुमा यो नेताहरूलाई चिडियाखानामा लगेर तुल्नुपर्छ हाम्रो पछाडि आज सेप्टेम्बर 8 को हाम्रो शान्तिपूर्ण आन्दोलनको भिड हो यो धेरैजना सहभागी हुन आउनु भएको छ कतिले घरै बसेर हेर्नु भएको छ भोलिबाट प्लिज सहभागी भइदिनु होला यो भिडलाई हामीले 10 गुणा बढाउन छ हाम्रो मुद्दा उठ्ने छ हामीले जित्ने छौँ ल धन्यवाद मान्छे बाह्र बज्दा